सबैजना नमस्कार। यहाँ चाहिँ अहिले ठ्याक्कै धरान 10को नारायण चोकदेखिको उत्तरतर्फ रहेको ट्रेन निर्माण आज चाहिँ शुक्रबारको दिन यसरी जोर श्रमदान भइरहेछ। यता हलको निर्माण भइरहेछ। तपाईको यता हाम्रो दुईटा मेसिन चलिरहेछ है। हाम्रो अझै उदय राई पनि आएको दानी हाल्दै हुन्छ उहाँ प्रोफेसर हुनुहुन्छ यस विषयमा। ल हाम्रो सोल्डीले पनि आम्बो यहाँ निरीक्षण गर्दै हुनुहुन्छ। ल अब चाहिँ यहाँ आजको श्रमदान यहाँसम्म रहनेछ। अझै यसरी भइसके पछाडि श्रमदान हिँड्दै आउनु एक्सर्साइज हुन्छ। अनि ठ्याक्कसँगले तपाईँको यता खन्ने क्रम डोजर लाउने क्रम हुँदैछ। यो सम्भवतः लाग्छ भोलि चाहिँ सेटिङ हुन्छ। त्यसपछि पर्सि फेरि यहाँदेखि माथि देखेर जस्तो खुट्टामा हामीले बनाउनु पर्ने छ। त्यसरी चाहिँ निर्माण भएर थियो। यस विषयमा अस्ति हाम्रो उपमेयरज्यूले चाहिँ चाबी यही डोजर टिपरको चाहिँ चाबी लानुभयो भनेर चाहिँ नगरपालिका कार्य समितिमा नगरपालिकामा ठुलो झगडा पनि सिर्जना भयो। फेरि सम्बन्ध सहजीकरण भइसके पछाडि फेरि काम निरन्तर भइरहेछ। केही समय केही दिन ढिलो भयो। त्यस विषयले अलिकति सहजीकरणको अभाव भएको कारणले गर्दाखेरि आज फेरि यो चाहिँ सेटिङ यता हुँदैछ। तलतिर चाहिँ फिनिसिङ हुँदैछ। हाम्रो मेयर साहब यता हुनुहुन्छ। यहाँ चाहिँ सेटिङ भव्य रूपमा हुँदैछ। सेटिङ पनि गर्ने काम पनि गर्ने विकास भनेको यसरी गर्ने हो नि। आफ्नो गाउँ आफै बनाऊ, आफ्नो सहर आफै बनाऊ। यो चाहिँ स्वतस्फूर्त रूपमा श्रमदानहरूको उपस्थिति हो। यो श्रमदानहरू विशुद्ध लागत नगरबाट हुन्छ भने श्रमदान